सो हेलो गाइस, तपाईहरुलाई मेरो भिडियोमा स्वागत छ र म चाहिँ आज तपाईहरुलाई आफ्नो घर हेराउँछु है। मेरो घर चाहिँ के छ कस्तो छ है। यो चाहिँ मेरो घर छ है। ल हेर्नुस् कति पुरानो टरको घर छ र मेरो घरमा अहिले चाहिँ यो लसुन छ। यो हेर्नुस्, यो चाहिँ बारी लसुन छ। हेर्नु कति हो। यतिको लसुनले सालभर पुग्दो रहेछ। यो चाहिँ छ तुलसी, बिहान पूजा गर्ने गर्छौँ। यो चाहिँ छ फुल, यो भगवानको ठाउँ हो। यहाँ आउनुहोस्, म तपाईहरुलाई हेराउँछु कि यो मेरो पछाडि तपाईँ देखिरहनु भएछ। यो चाहिँ छ बेरी भन्छौँ हामी, भखारी भन्छौँ। अब तपाईहरु भाषामा चाहिँ के भन्छ त्यो मलाई थाहा भएन है। ल हेर्नुस्, यो चाहिँ के छ, यो गोल हुन्छ, राउन्ड हुन्छ। यहाँबाट यसमा चाहिँ धान राखिन्छ भित्र हैन। यसमा भित्र धान हुन्छ अनि यहाँबाट यो मुख खोल्यो भने यो धान झर्छ। यताबाट मुख खोल्यो भने यो धान झर्छ। आउनुहोस्, तपाईहरुलाई म हेराउँछु यसमा के चाहिँ म राखेको छु। यो हेर्नुहोस्, यो चाहिँ धान छ। हामी यो तराईमा चाहिँ यस्तै गरेर धान राख्छौँ।